आज हामी जयपुर अजमेर राजमार्गमा भएको एउटा साँच्चै भयानक घटनाको बारेमा गहिरिएर कुरा गर्दैछौँ। हो हामीसँग केही समाचार रिपोर्टहरू छन् जसले त्यो रातको घटनालाई टुक्रा टुक्रा जोडेर एउटा डरलाग्दो चित्र बनाउँछ। हाम्रो उद्देश्य आज यो बुझ्नु हो कि कसरी खाना खानको लागि गरिएको एउटा सामान्य स्टप केही मिनेटभित्रै आगोको गोला र श्रृङ्खलाबद्ध विस्फोटमा परिणत भयो। हो र यो केवल के भयो भन्ने कथा मात्र होइन, यो त एउटा प्रणाली नै कसरी असफल भयो भन्ने कथा हो। कल्पना गर्नुहोस्, मध्यरातको राजमार्ग जहाँ परसम्म ट्रकका बत्तीहरू मात्र देखिन्छन्, अनि अचानक एउटा ठूलो आगोको ज्वाला दन्किन्छ जसले आकाश नै उज्यालो बनाउँछ र त्यसपछि बम पड्कियो जस्तो आवाज, किलोमिटर टाढासम्म सुनिने आवाज। हो आजको हाम्रो चर्चा यही भयानक दृश्यबाट सुरु हुन्छ। म श्रोताहरूले हरियै के देखाउँछन् भने यो दुर्घटना केवल दुईवटा ट्रक ठोकिएको घटना थिएन, यो त खतरनाक सामानको ढुवानी, राजमार्गको अव्यवस्था र सायद एउटा चालकको डेस्परेट निर्णयको खतरनाक मिश्रण थियो। आज हामी यही पत्र केलाउनेछौँ। ल त्यसो भए सुरुबाटै सुरु गरौँ। यो घटना कहाँ र कसरी सुरु भयो? श्रोतहरूले हामीलाई जयपुर अजमेर राजमार्गको दुदु भन्ने ठाउँ नजिक लैजान्छन्। दुदु हो, यो कुनै सुनसान बाटो होइन, यो त देशकै एउटा मुख्य आर्थिक धमनी हो। 24 घण्टा सामान बोकेका ट्रकहरू दौडिरहन्छन्। अनि त्यही व्यस्त राजमार्गको छेउमा एउटा ट्रक रोकिएको थियो, होइन त? हो, एउटा डाबा नजिक, तर त्यो सामान्य ट्रक थिएन। के थियो त्यसमा? सयौं घरेलु ग्यास मतलब एलपीजी सिलिन्डरहरू भरिएका थिए। ओहो। ड्राइभर लामो यात्रापछि सायद थकित थिए र खाना खानको लागि रोकिएका थिए। भारतका राजमार्गहरूमा यो एकदमै सामान्य दृश्य हो। बिल्कुल सामान्य। तर त्यही सामान्यताभित्र एउटा असामान्य खतरा लुकेको थियो। केही बेरपछि त्यही रोकिएको एलपीजी ट्रकमा अर्को गाडी आएर ठोकियो। हो, पछाडिबाट आएको अर्को एउटा ट्याङ्कर, र त्यो ट्याङ्कर पनि खाली थिएन। त्यसमा के थियो? केमिकल। हो, यहाँनिर नै यो घटना एउटा साधारण दुर्घटनाबाट महाविनाश बन्ने सम्भावना सुरु हुन्छ। तपाईसँग दुईवटा मोबाइल बम जस्ता गाडीहरू छन्। एउटामा अत्यधिक ज्वलनशील ग्यास छ अनि अर्कोमा केमिकल। कस्तो खालको केमिकल भनेर खुलाइएको छ? स्रोतहरूले त्यो स्पष्ट भनेका छैनन्, तर यस्ता औद्योगिक करिडोरहरूमा चल्ने ट्याङ्करहरूमा अक्सर टोलुइन वा मेथिनोल जस्ता घोलक मतलब सल्भेन्ट्स हुन्छन्। एक मिनट, यदि त्यस्तो केमिकल थियो भने त्यसले के फरक पार्छ? आगो त एलपीजीले नै सल्कायो होला नि। हो, आगो एलपीजीबाटै सुरु भयो, तर यदि त्यहाँ टोलुइन जस्तो केमिकल थियो भने त्यसले आगो निभाउने कामलाई असम्भव जस्तै बनाइदिन्छ। कसरी? त्यो पानीभन्दा हल्का हुन्छ र पानीमा तैरिन्छ, जसको मतलब पानी हाल्दा आगो झन फैलिन्छ। अच्छा। त्यसैले हामीले रिपोर्टहरूमा पढे जस्तै ठक्कर लाग्ने बित्तिकै एउटा विशाल आगोको गोला बन्यो। अनि त्यसपछि आगोको गोला बन्यो, अनि त्यसपछि के भयो? स्रोतहरूले विस्फोटको कुरा गरेका छन्। हो, र त्यो कुनै सानोतिनो विस्फोट थिएन, त्यो एउटा श्रृङ्खलाबद्ध प्रतिक्रिया थियो, चेन रियाक्सन। मतलब? जब आगोले ट्रकमा भएका सिलिन्डरहरूलाई तताउन थाल्यो, भित्रको तरल ग्यास उम्लिन थाल्यो। यसले सिलिन्डरभित्र भयानक चाप, प्रेसर सृजना गर्यो। बाहिरको आगोले सिलिन्डरको धातुलाई कमजोर बनाउँदै लग्यो। अनि केही समयपछि कमजोर भएको सिलिन्डरले त्यो चाप थेक्न सकेन र बम जस्तै फुट्यो। अनि एउटा सिलिन्डर फुट्दा त्यसको असर अरूमा पनि पर्यो होला है? बिल्कुल। एउटा विस्फोटले निस्केको आगो र धातुका टुक्राहरूले अरू सिलिन्डरहरूलाई निशाना बनायो। अनि दोस्रो, तेस्रो, चौथो? सुन्दैमा डर लाग्दो। प्रत्यक्षदर्शीहरूले भनेका छन् कि त्यो आवाज यति ठूलो थियो कि उनीहरूलाई भूकम्प गएको जस्तो लागेको थियो। साँच्चै? हो, आगोको ज्वाला र धुवाँको मुस्लो किलोमिटर टाढाबाट पनि देखिन्थ्यो। राजमार्गको त्यो खण्ड एउटा युद्धभूमि जस्तै देखिन्थ्यो। यो सुन्दैमा कहाली लाग्दो छ। त्यो आगो र विस्फोटको बीचमा मानिसहरू पनि थिए। मानवीय क्षतिको बारेमा स्रोतहरूले के भन्छन्? यस्तो विनाशको मानवीय मूल्य सधैँ दुःखद हुन्छ। रिपोर्टहरूले पुष्टि गरे अनुसार केमिकल बोकेको ट्याङ्करका चालकको घटनास्थलमै मृत्यु भयो। घटनास्थलमै? सायद ठक्कर यति जोडले लाग्यो कि उनले केही सोच्ने मौका पनि पाएनन्। अनि अरू घाइते पनि भए? अरू केही व्यक्तिहरू जलेर र विस्फोटको छर्रा लागेर घाइते भए, जसलाई तुरुन्तै अस्पताल पुर्याइयो।
र यसको असर त्यहाँ भएका मानिसहरूमा मात्र सीमित रहेन होला नि? रहेन, राजमार्ग पुरै बन्द भयो। घण्टौंसम्म? हो, घण्टौंसम्म यातायात ठप्प भयो, जसले गर्दा दुवैतर्फ किलोमिटर लामो जाम लाग्यो। हजारौं मानिसहरू, बिरामी बोकेका एम्बुलेन्सहरू र अत्यावश्यक सामान बोकेका गाडीहरू बीच बाटोमै फसे? हो, एउटा दुर्घटनाले हजारौंको जीवनलाई प्रत्यक्ष असर गर्यो। अनि आपतकालीन सेवाहरूका लागि त यो निकै ठूलो चुनौती भयो होला। भयानक चुनौती। दमकलका कर्मचारीहरू आगो निभाउन जाँदैछन्, तर उनीहरूलाई थाहा छैन कुन बेला अर्को सिलिन्डर पड्किन्छ। उनीहरू आगोसँग मात्र होइन, हरेक पाइलामा मृत्युसँग लडिरहेका थिए। हो, भग्नावशेष हटाउन र राजमार्ग खुलाउन कैयौं घण्टा लाग्यो। घटनाको गम्भीरता कति थियो भन्ने कुरा त राज्यका मुख्यमन्त्रीले नै निर्देशन दिनुपरेको बाटो पनि थाहा हुन्छ। हो, उनले तत्काल उद्धार र राहतका लागि निर्देशन दिनु पर्यो। जब यस्तो भयानक विनाश हुन्छ, सबैको मनमा एउटै प्रश्न आउँछ, आखिर यो भयो कसरी? एउटा रोकिएको ट्रकमा अर्को ट्रक कसरी ठोकिन पुग्यो? के यो केवल चालकको लापरवाही थियो? यहाँनिर आएर कुरा अझै जटिल बन्छ होइन त? हो, अधिकारीहरूले अनुसन्धान सुरु गरे, तर यस्ता घटनाहरूमा तत्कालै निष्कर्षमा पुग्न गाह्रो हुन्छ। तर स्रोतहरूले केही प्रत्यक्षदर्शीहरूको बयानलाई उल्लेख गरेका छन्, जसले हामीलाई केही सम्भावित कारणहरूतर्फ सङ्केत गर्छ। के रहेछन् त ती सम्भावित कारणहरू? एउटा प्रमुख सिद्धान्त थ्योरी के छ भने, ट्याङ्करका चालकले सडकमा रहेको प्रहरी जाँच चौकी मतलब चेकपोस्टबाट बच्न खोजिरहेका थिए। बच्न खोजिरहेका थिए? किन? खै, सायद उनको गाडीमा त्यही गडबडी थियो वा कागजात पूरा थिएनन्। अच्छा। त्यसैले उनले तीव्र गतिमा गाडीलाई अर्को लेनमा मोड्न खोज्दा नियन्त्रण गुमाएर रोकिएको ट्रकमा ठोक्काए। यदि यो सत्य हो भने यो त एउटा गैरकानूनी काम गर्ने प्रयासको भयानक परिणाम भयो। हो, तर एकछिन पर्खनुहोस्, अर्को दृष्टिकोण पनि छ। केही अन्य साक्षीहरूले राजमार्गमा अव्यवस्थित रूपमा पार्क गरिएका अरू गाडीहरूको पनि कुरा गरेका छन्। त्यसको मतलब? त्यसको मतलब राजमार्गको छेउमा ढाबाहरू नजिक अक्सर ट्रकहरू जथाभावी पार्क गरिएका हुन्छन्। हो, त्यो त देखिन्छ। रातिको समयमा कम उज्यालोमा तीव्र गतिमा आइरहेको चालकले अचानक अगाडि रोकिएको गाडी देख्दा झुक्किन सक्छ। सायद ट्याङ्कर चालकले त्यस्तै कुनै अव्यवस्थित पार्किङबाट बच्न खोज्दा एलपिजी ट्रकलाई देखेनन् र ठोक्किए। त्यसो भए यो चालकको गल्ती विरुद्ध प्रणालीको गल्तीको बहस भयो। हो, एकातिर चालकले नियम तोड्न खोजेको सम्भावना छ, अर्कोतिर राजमार्गमा सुरक्षित पार्किङको अभाव जस्तो प्रणालीगत समस्या छ, जसले यस्ता दुर्घटनाहरूलाई निम्तो दिन्छ। बिल्कुल। र अक्सर यस्ता घटनाहरूमा यी दुवै कुराको भूमिका हुन्छ। कसरी? भारतका राजमार्गहरूमा ट्रक चालकहरूका लागि पर्याप्त र सुरक्षित विश्राम स्थलको ठूलो अभाव छ। हो, उनीहरूलाई सामान छिटो पुर्याउनु पर्ने दबाव हुन्छ, जसले गर्दा उनीहरू थकित भए पनि गाडी चलाइरहन्छन्। अनि आराम गर्नुपर्दा असुरक्षित रूपमा राजमार्गको छेउमा गाडी रोक्न बाध्य हुन्छन्। त्यो एलपिजी ट्रकको ड्राइभर पनि यही प्रणालीको एक हिस्सा थियो। उसको रोक्ने निर्णय सामान्य थियो, तर त्यो स्थान र समय खतरनाक बन्यो। यो त निकै महत्त्वपूर्ण कुरा हो। हामी प्राय दुर्घटना हुँदा चालकलाई दोष दिएर पन्छिन्छौँ। तर तपाईँले भन्नुभए जस्तै त्यो चालकले कुन परिस्थितिमा त्यो निर्णय लियो भन्ने कुराले पनि ठूलो अर्थ राख्छ। हो, के राजमार्गको डिजाइन सुरक्षित थियो? के त्यहाँ पर्याप्त प्रकाश थियो? के खतरनाक सामान बोकेका गाडीहरूका लागि छुट्टै नियम र पार्किङ स्थलहरू थिए? हो, यी प्रश्नहरूले दुर्घटनाको दोष एक व्यक्तिबाट हटाएर समग्र प्रणालीतर्फ औल्याउँछन्। स्रोतहरूले यकिन जवाफ दिँदैनन्, तर तिनीहरूले यी सबै सम्भावनाहरूलाई खुला राख्छन्। हो, त्यसो भए यो सबै जानकारीलाई समेटेर हेर्दा हामी के निष्कर्षमा पुग्न सक्छौँ? यो घटनाबाट सिक्नुपर्ने मुख्य कुरा के हो? संक्षेपमा भन्नुपर्दा यो घटना धेरै तत्त्वहरूको खतरनाक संयोजन थियो। जस्तै एउटा व्यस्त आर्थिक कोरिडोर, रातिको समय, दुईवटा खतरनाक सामग्री बोकेका गाडीहरू र एउटा मानवीय गल्ती, जसले विनाशकारी श्रृङ्खलाबद्ध प्रतिक्रिया सुरु गर्यो। हो, यदि ती ट्रकहरूमा सामान्य कपडा वा अन्नपात हुन्थ्यो भने यो सायद एउटा सामान्य समाचार मात्र बन्थ्यो होला। तर एलपिजी र केमिकलको उपस्थितिले यसलाई राष्ट्रिय स्तरको प्रकोप बनाइदियो। हो,
यसले त हामीले दैनिक जीवनमा प्रयोग गर्ने चीजहरूको आपूर्ति श्रृङ्खला सप्लाई चेन कति जोखिमपूर्ण छ भन्ने पनि देखाउँछ। बिल्कुल। हामी घरमा सजिलै ग्यास बाल्छौं, तर त्यो ग्यास हाम्रो घरसम्म आइपुग्नको लागि यस्तै हजारौं ट्रकहरू हरेक रात यस्तै जोखिमपूर्ण राजमार्गहरूमा गुडिरहेका हुन्छन्। तपाईले एकदम सही कुरा समात्नुभयो। यो घटनाको सबैभन्दा ठूलो सिकाइ यही हो। के हो? हाम्रो आधुनिक जीवन र सुविधा अदृश्य जोखिमहरूको जगमा टिकेको छ। हामी सडकमा यस्ता ट्याङ्करहरू दिनौं देख्छौं, तर तिनीहरूभित्र लुकेको खतरालाई कहिल्यै महसुस गर्दैनौं। हो नि। यो दुर्घटनाले त्यो अदृश्य खतरालाई भयानक रूपमा दृश्यमान बनाइदियो। यसले हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ कि हामी सुविधाको लागि सुरक्षासँग सम्झौता गरिरहेका छौं? र यसले नीति निर्माताहरूका लागि पनि गम्भीर प्रश्नहरू खडा गर्छ। अवश्य। खतरनाक पदार्थहरूको ढुवानी सम्बन्धी नियमहरू के पर्याप्त छन्? के राजमार्गमा चालकहरूका लागि सुरक्षित पूर्वाधार छ? हो। र एउटा दुर्घटना भइसकेपछि मात्र ब्युजिने हाम्रो बानी कहिलेसम्म चल्छ? यी प्रश्नहरूको जवाफ खोज्नु नै यस्ता दुःखद घटनाहरूबाट सिक्नु हो। प्रणालीगत सुधार बिना यस्ता घटनाहरू फेरि पनि हुन सक्छन्। हो, फरक ठाउँमा, फरक समयमा, फरक पात्रहरूसँग दोहोरिरहनेछन्। आज हामीले जयपुर अजमेर राजमार्गमा भएको त्यो भयानक रातको घटनालाई विभिन्न स्रोतहरूको आधारमा गहिरिएर हेर्यौं। कसरी एउटा सामान्य ठक्करले ठूलो विस्फोट र आगलागीको रूप लियो, यसको मानवीय र आर्थिक असर कस्तो रह्यो, र यसको पछाडि व्यक्तिगत गल्तीदेखि प्रणालीगत कमजोरीसम्मका सम्भावित कारणहरू के हुन सक्छन् भन्ने बारेमा हामीले विस्तृत चर्चा गर्यौं। र यो छलफलले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। हामी हाम्रो दैनिक जीवनलाई सहज बनाउने आपूर्ति श्रृङ्खला सप्लाई चेन्ज माथि कति निर्भर छौं भनेर बिरलै सोध्छौं। हो, चाहे त्यो बिहानको चियाको लागि दूध होस् वा खाना पकाउने ग्यास। यो घटनाले हामीलाई सोध्न प्रेरित गर्छ, हाम्रो वरिपरि रहेका यी अदृश्य प्रणालीहरू कति बलिया छन्, र जब ती प्रणालीको कुनै एउटा सानो गाँठो फुस्किन्छ त्यसले कति ठूलो विनाश निम्त्याउन सक्छ भन्ने कुरा के हामीले कहिल्यै सोचेका छौं?